नमस्कार सबैजनालाई, मेरो नाम मनिषा राई। म एससीटीएचके ट्रेनिङ एन्ड रिसर्च सेन्टरमा हाल ट्रेनरको रूपमा कार्यरत छु। म फेरि पनि हजुरहरू समक्ष केही स्वास्थ्य सूचना लिएर आइसकेको छु। यो जाडो बढेसँगै धेरै मानिसहरूमा श्वास प्रश्वास सम्बन्धी दम बढ्दो रूपमा देख्न गइरहेको छ। एलर्जीले होस्, आस्थमाले होस् अथवा विभिन्न स्वास्थ्य सम्बन्धी रोगहरूले गर्दा मानिसहरूलाई यो जाडोमा कठिनाइ भोग्नु परिरहेको हुन्छ, तर डराउनु पर्दैन। तर आफू सचेत भई रोकथामका उपायहरू चाहिँ अपनाउन एकदमै जरुरी छ। जस्तै यो जाडोमा न्यानो बस्ने, तातो सुपहरू पिउने र एलर्जी छ भने चाहिँ जानी बुझिकन एलर्जी गराउने कुराको नजिक नजाने, जस्तो फुलहरू, धुवा धुलो है, त्यस्तोमा चाहिँ आफूलाई टाढै राख्ने। त्यस्तो छ भने बाटोमा हिँड्दा पनि के गर्ने त नर्मल्ली पनि मास्कहरू प्रयोग गर्नु सक्नुहुन्छ। अर्को चाहिँ तपाईँले गर्नु सक्ने भनेको चाहिँ सानो तर एकदमै महत्त्वपूर्ण कुरा हो, जुन चाहिँ हात धुने कुरा हो। तपाईँले एकदमै ध्यान दिनुपर्छ हात धुने कुरामा। जस्तो खाना खानु अघि है, टोइलेट पिसाब गर्नु अगाडि पछाडि तपाईँले के गर्नु पर्यो त हात धुनु पर्यो। अर्को चाहिँ तपाईँले के गर्नु पर्यो भन्दा, इफ तपाईँहरूलाई चाहिँ हाँस्यो लाग्छ, तपाईँहरूलाई चाहिँ एलर्जी भएर धेरै नाकबाट सिगानहरू बगिरहेछ भने त्यो बेला तपाईँहरूले ह्याङ्करचिफ प्रयोग गर्ने, बेयर ह्यान्ड चाहिँ युज नगर्ने। बेयर ह्यान्ड युज गरे लगत्तै तपाईँले चाहिँ के गर्नुपर्ने हुन्छ, हातहरू धुनुपर्ने हुन्छ। अर्को चाहिँ इफ डक्टरले तपाईँलाई चाहिँ आस्थमा भएको कारणले गर्दा औषधिहरू दिनुभएको छ भने त्यो औषधिलाई चाहिँ निरन्तर रूपमा प्रयोग गर्ने। नत्र भने चाहिँ यो जाडो मौसममा चाहिँ एकदमै दम बढ्न जान्छ आस्थमाको कारणले गर्दा। अर्को हजुरहरूले गर्नु सक्नुहुन्छ बाफ लिने। जस्तो घरमै बसी पनि तपाईँहरूले चाहिँ तातो पानीको बाफ नर्मली लिन सक्नुहुन्छ। रेकमेन्डेड चाहिँ त्यो बाफ लिँदाखेरि कहिले पनि एडिसनल कुराहरू नलाउने, जस्तो सन्चो त्यस्तो कुराहरू चाहिँ तपाईँले के गर्ने त नलाउँदा चाहिँ बेटर हुन्छ। यदि हजुरहरूले यी सबै उपायहरू प्रयोग गर्दा गर्दै पनि दम बढेर जाँदैछ भने चाहिँ नजिकको स्वास्थ्य चौकीमा गई उपचार गर्न नभुल्नुहोला। यस्तै स्वास्थ्य सम्बन्धी हजुरहरूलाई जानकारी चाहिएको खण्डमा हाम्रो पेजलाई फलो र सब्सक्राइब गर्नुहोला। अरू चाहिँ इफ तपाईँहरूलाई कुनै पनि रोगको बारेमा हामीले इन्फर्मेसन दियोस् भनेर चाहनुहुन्छ भने चाहिँ तपाईँको क्वेरीहरू, जिज्ञासाहरू कमेन्ट बक्समा राखिदिनु होला। थ्याङ्क यू सो मच।